च्यानल आज चाहिँ अन्तिम दिन छ पुराणको अनि त्यही भएर चाहिँ हामी यहाँनिर आइरहेछ हामी यहाँ अहिले भर्खर चाहिँ डाइनिङमा छ तुलसी यस्तो बनाउनु भएको छ हामी निकालिसक्यो यहाँ हाम्रो दृष्टि यहाँनिर भाउजू निक्की अनुराग यहाँ रोहित पनि छ हेलो यहाँनिर माइजूहरू बस्नु भएको छ यहाँनिर हाम्रो परम सुन्दरी यता फेरि परम सुन्दरी हो यसरी मामाहरू बसेर यहाँनिर चिया खानुहुँदैछ राधे राधे पूजा गर्नुहुँदैछ यता एकदम बिजी यता सुगम सुगम आमु यहाँ भाउजू हामी सेम लगाएको छौँ आज चाहिँ सबैजनाले अब मलाई सबैले मिलेर एउटा कञ्च गिफ्ट गर्नुहुने अरे अनि म पनि कञ्च लाउँछु ए नलगाऊ मलाई त्यो कञ्च त राधे राधे खिचेको होइन भिडियो 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 सबैजना राधे 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 मामा अब चाहिँ टिका लाउनु जान्दैछु म होइन यहाँनिर पन्डाल कानपात राख्नु भएको छ यहाँनिर हो यहाँनिर चप्पल खोलेर छ भित्र राधे राधे हजुरमा राधे राधे फुपूहरू बडी दिदी टिका लगाइदिनु हुँदैछ यहाँ बडा बस्नु भएको छ बडा राधे 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 बुवा राधे राधे कम्ती लगाएको कि कम्ती लगाइदिनु अब कहिले कहिले चाहिँ भन्नु पर्छ यतिको त देखेको पनि छैन त्यति राम्रो लगाइदिनु थियो यहाँनिर चाहिँ यस्तो बनाउनु भएको छ हो शिव स्थापना अनि यहाँनिर यसरी यहाँ पुस्तक ढोक्ने ठाउँ यहाँनिर फुपूहरू हुनुहुन्छ दार्जिलिङबाट आउनु भएको राधे राधे त्यस्तो किन हुन्थ्यो चप्पल हराएर पनि नर्भस हुँदैछ खुट्टा खोज्छ कि अन्त हजुर हेलो राधे राधे केस देखाइदिएन यहाँ भाउजू एकदमै बिजी हुनुहुन्छ राधे राधे यहाँनिर चाहिँ अब आज भाइहरूको वर्तमान छ दुईजनाको त्यसले गर्दाखेरि यहाँ रेडी पार्नुहुँदैछ हेलो राधे राधे समुद्र हो नि त समुद्रमा त राधे गुरुजी भिडियो नौलो तरिकाको धर्म विषयको आयो ल एकदम राम्रो सबैले सब्स्क्राइब गरिदिनु होला के छ नाम सिक्किम स्केची सिक्किम स्टेट सबैले हेर्दिनु होला ब्लग शेयर गरिदिनु हामी कार्यक्रममा आइयो आज हजुर सिक्किम स्केटी सब्सक्राइब गरिदिनुहोस् भनिदिनुहोस् न सब्स्क्राइब गरिदिनुहोस् है सिक्किम स्केटीलाई सबैजनाले हजुर दादा सिक्किम स्केटी भिडियो गरेको भाउजू राधे राधे भाउजू एकदमै बिजी हुन्छ यहाँनिर यहाँनिर पुरा फ्रुट्सहरू काटेर रेडी पार्नु भएको छ सामान मगाउँदैछौ फोन गर्नुभएको हेलो हेलो कहाँ हुन्छौ ए घामले आएकै देखिँदैन राधे राधे होइन मामाको यहाँनिर भिडियो बनाउँदैछ एकछिन बोलिहाल्छु नि त्यहाँ आएको छु भन न हेलो राधे राधे सबैजनालाई ओ कट गर्नु ल भने यही हाल्छु फर्स्टमा राधे राधे भाइ राधे राधे भन् केस देखाइदिनु भाइ केस देखान आमामा ह्यान्डसम देख्दो रहेछ त तँलाई त दामी देख्यो
यहाँ दादाले चाहिँ हाम्रो फोटो खिचिदिनु हुँदैछ होइन दादा खै फोटो खिच्दै जाउँ त कहिले मैले भिडियो गरिरहेछ के राम्रो दादा दामी आएको छ फोटो है मलाई साह्रो रहर लाग्छ फोटो खिच्न है म चाहिँ नेपालबाट राजु अधिकारी भजन गाउँछु है तपाईँहरूले युट्युबमा हेर्न सक्नुहुन्छ एकदमै मिठो भजनहरू गाउनु भएको छ दादाले राजु अधिकारी भजन सब्सक्राइब गर्नु होला थ्याङ्क यू भेरी मच त्यहाँ पर चाहिँ हाम्रो दिदी बेना हुनुहुन्छ बेना चाहिँ भर्खर उठेर त्यहाँ ब्रस मात्रै समात्नु हुँदैछ निन्द्रामै हुनुहुन्छ बेना चाहिँ अहिले फिलहाल हुँदै हुनुहुन्छ हाम्रो बाबुहरू द्वय सुगम र सुबोध बाबु एकचोटि ताली बजाइदिएर आशीर्वाद दिउँ दिव्य भागवतमा सप्ताहको कथाको आयोजना गर्न पाउने अन्तिम दिन मण्डप परिक्रमा सारा 33 कोटी देवी देवताहरूलाई प्रणाम परिक्रमा गर्दै पूज्य गुरुजनहरूद्वारा अब मन्त्रहरूको प्रदान बेला हुँदैछ अनि कथा सकिए पछाडि भिक्षा दानको बेला बाबु सबैलाई प्रणाम गर्दै यतैबाट लानु बाबु यताबाट दिदी यतैबाट उहाँहरू लानु सबैजनालाई प्रणाम गर्दै बाबु सबैलाई यसो दर्शन गर्दै आशीर्वाद दिँदै है आजदेखि बाबु सानो छोटो ढोक्दै सबैले हात जोडेर प्रणाम गर्नु पर्यो आजदेखि सबैलाई नारायण नमस्कार राधे राधे भन्दै आजदेखि हिँड्नु पर्यो व्रतमा बाँधियो बुबाले जे गर्नुहुन्थ्यो हजुरबाले जे गर्नुहुन्थ्यो त्यो गर्ने आजदेखि अधिकार भयो उहाँहरूलाई बुवा बिरामी हुनु बोला नि बत्ती बाल्देऊ है साँझ बत्ती बाल्देऊ बिहानको बत्ती बाल्देऊ भगवान्लाई यसो सेवा गरिदेऊ फुल चढाऊ व्रतबन्ध भनेको यही हो हाम्रा पिता पुर्खाहरूले जे गर्नुहुन्थ्यो त्यो गर्ने अधिकार प्राप्त हो भगवान्ले दया हो हामीले सेम सेट लगाएको छौँ दिदीहरू त उनले परमात्माले एउटै प्लान्ट आयो त हामी चाहिँ नोकियाहरू ढाका ब्रान्डै ए देखिएन रहेछ दिदीहरू बेसी राम्रो गर्दा आफ्नो बोकेर जान्छन् हो अनि माथि व्यास कुलेर गुरुसँग मन्त्र शिक्षण गराउनु त होइन अनि त्यहाँबाट ठ्याक्कसँगले श्रीमद् भागवत महापुराण सर्वश्रेष्ठ हो यही भागवत शरण लिएर राजा परीक्षितले दिव्य गति उत्तम गति प्राप्त गरे भू भवसागरमा कुनै पनि मनुष्यले भागवतको लागि उत्तम गतिको लागि भागवत सुनेर धर्मार्थ काम मोक्ष प्राप्त गर्दछ बोलो भागवत भगवान की सबैले सिर राख्नु छ रक्षेको जस्तो हो हाम्रो दाजु आइपुगेछ पर भागो यसरी यहाँ चाहिँ भिक्षा माग्दै आउनुपर्छ बाटो बनाइदिउँ न अलिकति बाटो गुरुजी लास्ट जानु राख्नु भएको निकाल्दै चढे मलाई एटेक गरे नि राम्ररी बस्नु नेपालकी हाम्रो छोरी जेली सबैले लाइक सब्सक्राइब गरिदिनु होला यो सिक्किममा एउटा फोटो खिच्नु यो ग्रुपमा सामा गाउँ देथाङ है
देटाङमा आइयो अब यो माया पाइयो पार माया पार अब बिदा हुँदैछ हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद छ भाइ है त है ल अब टाढो बाटो छ कि ल भाइ एकदम जनै चाहिँ सधैँ लाउनुपर्छ है कान्छो ल ज्ञानी हुने धेरै ठुलो ज्ञानी हुन्छ है यो तार्ने चाहिँ यो भाग्यमा नि उसैले लगाएको पुरानो भोक लागेको छ है क्या लाग्यो हिजोदेखि केही खाएको छैन नि त्यो केटाले